हेलो साथीहरु, स्वागत छ फेरि पनि अर्को एउटा नयाँ भिडियोमा। आज भने फेरि हामी क्वालालम्पुरमै छौँ। क्वालालम्पुरको यो टिटी वंश भन्ने बस पार्कमा छौँ हैन। पाङबाट आउने स्टेसन चाहिँ यही हो हैन। अब यहाँबाट हामी कतारातिर जान्छौँ, यसो घुमघाम गर्छौँ। यहाँ एउटा ब्याङ्कमा के अरे हिमालयन ब्याङ्कमा खाता खोलेको थियो, त्यसको चाहिँ मोबाइल ब्याङ्किङ गर्न पनि छ आज काम। यस्तै उस्तै काममा आइएको छ। सोमबार हो, छुट्टी छ, छुट्टीको दिन इन्जोय गर्नलाई नै हिँडेको। भिडियो कहाँबाट हेर्दै हुन्छ, युट्युबबाट हेर्दै हुन्छ भने च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला। फेसबुक पेजबाट हेर्दै हुन्छ भने फेसबुकमा फलो गरिदिनु होला। भिडियो कस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन नबिर्सिनु होला। नयाँ नयाँ छु, भिडियो खासै राम्रो त बनाउन आउँदैन, सिक्ने प्रयास गर्दैछु। जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन चाहिँ नबिर्सिनु होला हैन। हामी चाहिँ यो अहिले टिटी वंश बस पार्कमा भन्ने ठाउँ छौँ। बाइक बसिरहेको छ, हामी दुईजना आएको होइन। अब भने यहाँबाट निस्किन्छौँ। यहाँ ग्रेप गरेका छौँ, ग्रेप आउँदैछ। ग्रेप आइसकेपछि अनि हिँड्ने हो कोतरातिर भेट गरौँला होइन। ल त साथीहरू, त्यो घन्टाघरदेखि उतापट्टि थियो होइन हिमालयन ब्याङ्क। त्यहाँनिर चाहिँ आम ब्याङ्कको दोस्रो तलामा रहेछ। त्यहाँनिर सकेर मैले डिमेट्स खाताहरू यताउता सबै बनाएर चाहिँ अब काम सक्यो होइन। त्यहाँ गएर एकजना सर हुनुहुन्छ, राम्रोसँगले हुन्छ, तपाईँहरूले जान्नुहुन्न भने पनि। त्यो सकेर अब यहाँनिर खानासाना खाएर चाहिँ रुमतिर जानु पर्ला भनेर सोचिरहेको छौँ। हेरौँ अब त्यहाँदेखि के हुन्छ। टाइम मिल्यो भने बातुकेप जाइन्छ, तर आज बातुकेप लास्टै भेड हुन्छ। जाने मन चाहिँ छैन, किनभने आज यिनीहरूको ताइपुसा भन्ने चाड हो। यति बेला चाहिँ हामी घुमघामको क्रममा होइन यो सडकको बिचमा आइपुगेका छौँ होइन। हेर, यस्तो हुनुपर्छ क्या विकास भनेको। विकासले फड्को मारेको देशहरूमा भनेको यस्तो हुन्छ। टेट पार्दै पनि छन्, पार्न नहुने ठाउँमा हो भन्छन् भने चाहिँ यहाँ हाम्रो भाइ रमितहरू चाहिँ मजाले यस्तो छ होइन। अब विकसित देशहरू भनेको विकसित देशहरू नै हो। माथिबाट यहाँ ट्रेन कुद्छ होइन, मोनोरेल। अब मुनिबाट फेरि बाटो यताबाट जाउँ है भाइ, यताबाट उत्योबाट भित्र मल छिर्नु। हामी त्यसरी अब हिँड्दैछौँ। यहाँनिर अब हामीले रातो चिन्ह लगाइदियो त्यहाँबाट, अहिले जानु हुँदैन त्यहाँबाट। अब बाटो फुलो भने हामी जाने हो, किनभने यहाँ धेरैवटा लेन छ। धेरैवटा लेन क्रस गर्ने ठाउँमा अलिक गाह्रै हुन्छ बाटो क्रस गर्न। हेर त कति छ होइन। अब यहाँबाट रेलको बाटो माथिबाट अलि आयो। हामी चाहिँ त्यो मलभित्र छिर्न जाँदैछौँ। त्यस पछाडि जाउँ, रातै छ चाहिँ जाउँ, कुदेरै जाउँ। अब यहाँबाट फेरि एकैजना हेर है गाडी कता जान्छ, लिएर आउँदैछ। देखिहाल्नु होला साथीहरू, माथिबाट रेल कुद्ने, मुनिबाट गाडीको त्यस्तो छ होइन। विकसित देशहरूको सिस्टममा भनेको सहर भनेको यही हो। अब हाम्रो नेपालमा चाहिँ यो हाम्रा पुस्ताले मात्रै भेट्ला नि होइन, हामीले चाहिँ भेट्ने जस्तो लाग्दैन। यो यस्तो छ यसको चाहिँ सिस्टम। यो ठाउँको नाम चाहिँ एक्ज्याक्टली मलाई थाहा भएन होइन साथीहरू। यहाँ चढिसकेपछि यस्तो राम्रो लाग्यो नि मलाई, यस्तो राम्रो भ्यू देखेँ होइन। अब तपाईँहरूलाई देखाउनु मन लागेर देखाएको होइन। त्यो केही नकारात्मक नलिनु होला होइन। यस्तो नदेखेको कस्तो पाखै रहेछ चाहिँ नभन्नु होला होइन। राम्रो लागेर देखाएको। यहाँबाट अब यो माथिबाट ट्रेन कुद्ने ठाउँ, तल गाडी, अब यो भ्यूहरू होइन। यस्तो मजाको लाग्यो मलाई। बाटो कतिवटा बाटो छ नि, 1 2 3 4 5 6 लगभग 10वटा बाटो रहेछ यहाँ। जसमा यो वरिपरि यो लगभग वरिपरि छुटिएको चाहिँ 10वटा बाटो जति रहेछ। काउन्टै गर्ने मैले, यतापट्टि छ यो छुटिएको होइन। त्यो मलाई धेरै राम्रो लाग्यो। बिचमा पार्क पनि छ यस्तो राम्रो होइन। राम्रो लागेर तपाईँहरूलाई देखाएँ। तपाईँहरूलाई पनि राम्रो लाग्यो होला सायद। अब यहाँदेखि घरहरू चाहिँ यस्ता छन्, भवनहरू, बिल्डिङहरू। अब गाडी चाहिँ पुरै नगरौँ होइन, सिस्टममा लेनमा। अब यो यतिको थियो नेपालमा, यस्तो थियो भने यतिवटा बाटो थियो भने यहाँनिर ट्राफिक जाम भएर चाहिँ धुलो लाफडा के हुन्थ्यो त्यो सोच्नै सकिँदैन हामीले। तर यहाँको सिस्टममा पक्का ट्राफिक बत्ती बल्छ होइन। चट्ट आफ्नो सिस्टममा कुदिरहेका छन्। एकदम आनन्द, कसैलाई डिस्टर्ब गर्दैन। ल त साथीहरू, आजको घुमाइ पनि यस्तै भयो। अब यहाँ बस स्ट्यान्डमा आएर बसिरहेको छौँ। माथिबाट रेल कुद्दैछ, तल बस स्ट्यान्ड छ यहाँ। चाहिँ यो टिटी वंश बस पार्क हैन।
यसबाट चाहिँ हाम्रो पाङतिरको बस लाग्छ होइन। अब यहाँबाट घर रुमतिर जाने हो। अनि यस्तै भयो आजको भिडियो, आजको दिन यस्तै बित्यो। नेपाली रेस्टुरेन्टतिर खाना खाइयो, मोमो खान गएको थियो, मोमो खाइयो। अनि त्यही ब्याङ्कमा काम थियो, ब्याङ्कमा नेपालको खाता खोल्नुपर्ने थियो, त्यही खोल्यौँ। सजिलै रहेछ, आफै पनि खोल्न अनलाइनबाट सकिने नै रहेछ। अब पहिलोचोटि भएर चाहिँ थाहा नभएर के हो कस्तो हो, यस्तै भयो। भिडियो कस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नबिर्सिनु होला। च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गर्नु होला। फेसबुक पेजमा नयाँ हुनुहुन्छ भने फलो गर्न नबिर्सिनु होला। भिडियो जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नु होला। आजको दिन यस्तै बित्यो हाम्रो चाहिँ। तपाईँको दिन शुभ रहोस्।